दोलखा जिल्ला सैलुङ गाउँपालिका 1 गैरी निवासी 31 वर्षको घ्याम्चो तामाङ अहिले जीवन र मृत्युको संघर्षमा हुनुहुन्छ। दुवै मृगौला फेल भएपछि उहाँलाई तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने र आर्थिक अवस्था निकै कमजोर भएको कारणले उपचार अगाडि बढाउन निकै कठिन भएको छ। यस कठिन घडीमा देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सकिएको आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हामी सबैको सानो सहयोगले एउटा अमूल्य जीवन बच्न सक्छ। कृपया सबैले सकिएको सहयोग गर्नुहोस् र यो पोस्ट शेयर गरेर जीवन बचाउने अभियानमा साथ दिनुहोस्। धन्यवाद।